अहिले कोशी ब्यारेज पुलमा दाजुभाइको भेलामा हिँडेको छौँ। अहिले हामी यतिखेर ठ्याक्कै कोशी ब्यारेज पुलमा छौँ। हाम्रो स्याङ्कोजुहरूको भेला यता त अहिले गाड भएको रहेछ। हामी दाजुभाइको भेलामा कोशी ब्यारेज पुलमा जाँदैछौँ। अहिले चाहिँ हामी सप्तकोशीमा छौँ, कोशी ब्यारेज पुलमा। कोशी ब्यारेज पुल हो यो, यतातिर पनि। अहिले हामी कोशी ब्यारेजको पुलमा एकछिन रोकेर भिडियो बनाउँदैछौँ। हामी बस्तीपुर दाजुभाइको भेलामा बस्तीपुर हिँडेको। हामी बस्तीपुर हिँडेको दाजुभाइको भेलामा पुलमा छौँ। यो पुलबाट बनाइएको बारेमा छ अहिले। धेरै बिरालो भयो मसा मर्दैन परमाणुमा चाहिँ हामी दाजुभाइ होइन, तर पनि हाम्रो चाहिँ व्यवहारिक जुन हाम्रो वंशावलीको आधारले चाहिँ विभिन्न पछाडि विभिन्न चाहिँ सरनेम लेखिए पनि हामी चाहिँ एउटै दाजुभाइ हौँ है। लगभग 1825 ताका चाहिँ हाम्रो पुर्खाहरू काठमाडौँबाट चाहिँ गुणवीर जेठा, धर्मवीर माइला र पूर्णवीर कान्छाहरू चाहिँ काठमाडौँदेखि जुन हामीले 1825 कार्य समितिको चाहिँ सचिव म देवबहादुर स्याङ्कोजुको चाहिँ सबैमा एकमुष्ट जोजोला पाएर नमस्ते। अब हामीले चाहिँ स्याङ्कोजु बन्धु सराईमा हुने स्याङ्कोजु बन्धुहरूको एउटा कार्य समिति गठन गरेको छौँ। अब यो कार्य समितिको अध्यक्षमा चाहिँ हाम्रो तीर्थकुमार स्याङ्कोजु, हाम्रो ज्येष्ठ तराईमा हुने ज्येष्ठ चाहिँ सदस्य तीर्थकुमार स्याङ्कोजुलाई हामीले चाहिँ अध्यक्ष राखेको छौँ। उपाध्यक्षमा हाम्रो मानबहादुर स्याङ्कोजु हुनुहुन्छ। सचिवमा म देवबहादुर स्याङ्कोजु, कोषाध्यक्षमा भीमबहादुर स्याङ्कोजु र सदस्यमा सुद्धिमान स्याङ्कोजु, पदम स्याङ्कोजु र सरिता स्याङ्कोजु।